नमस्कार साथीहो, आज म तपाईहरुलाई भिजा कसरी चेक गर्ने भन्ने बारेमा भन्न गइरहेको छु। भिजा चेक दुई तरिकाबाट गर्न सकिन्छ। सर्वप्रथम म तपाईलाई मोबाइलबाट कसरी चेक गर्ने हेराइदिँदै छु। सुरुमा त तपाई वैदेशिक रोजगारमा जानु होला। वैदेशिक रोजगार सर्च गरेर वैदेशिक रोजगार सर्च गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरु यो पहिलो आएको लिंकमा क्लिक गर्नुपर्छ। यसमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यस्तो खालको इन्टरफेस आइसकेपछि स्क्रल गर्ने हो, तल जानुपर्ने हुन्छ। तल जानुपर्छ अनि यो खाली ठाउँमा भन्नुपर्छ पासपोर्ट नम्बर र स्टिकर नम्बर भनेको हुन्छ। त्यसमा तपाई क्लिक गर्नु होला। यसमा क्लिक गर्नुपर्ने हुन्छ। पासपोर्ट नम्बर स्टिकर नम्बर नभए पनि हुन्छ। पासपोर्ट नम्बरमा क्लिक गर्नुपर्ने हुन्छ। मनेर जुन साथीको पासपोर्ट छ त्यो म नम्बर हाल्न गइरहेको छु। स्टिकर नम्बर नहाल्दा पनि हुन्छ। यतिकै हाल्दिदा पनि खोजमा जान सकिन्छ। खोज गरिसकेपछि तपाईको यहाँ पुरा आउँछ, डिटेल आउँछ। कुन कम्पनीबाट जाँदै हुनुहुन्छ, कहाँ जाँदै हुनुहुन्छ, को मार्फत जाँदै हुनुहुन्छ, कति स्यालेरी छ, कति घण्टा सबै भनेको हुन्छ, उल्लेख गरेको हुन्छ। त्यसरी यहाँ हेर्न सक्नुहुनेछ। यहाँ मेन पावरको नाम छ। यहाँ को नाम मेरो साथीको दिएको छ, को पासपोर्ट नम्बर छ, कुन कम्पनीमा गइरहेको छ त्यो सबै छ। कुन कम्पनीमा गइरहेको छ, कुन देश गइरहेछ, प्रुफ कहिले भएको हो, स्टिकर नम्बर यहाँ सबै हेराइदिइहाल्छ। अनि स्किल कुन काममा गइरहेको छ, त सिक्युरिटी गार्डमा गइरहेछ भनिहाल्छ। त्यसपछि तल आउँदा कन्ट्र्याक्ट पिरियड 2 वर्षको, स्यालेरी 1200 छ। अनि लाइफ इन्स्योरेन्सहरु सबै यही भनेको हुन्छ, यहाँ डिटेल गरिएको हुन्छ। यसरी तपाईहरु हेर्न सक्नुहुनेछ। पासपोर्ट नम्बर हालेर तपाईको पासपोर्ट भिजा आएको रियल हो कि होइन सबै थोक मोबाइलबाटै थाहा पाउन सक्नुहुन्छ। यस्तै जानकारीको लागि मेरो युट्युब च्यानल अमित इन्फो लाई सब्स्क्राइब र बेल आइकन बजाएर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।